आज चाहिँ नवरात्रिको तेस्रो दिन। हामी चाहिँ तेस्रो दिन चाहिँ माँ चन्द्रघण्टाको पूजा गर्ने गर्छौँ। माँ चन्द्रघण्टा चाहिँ शान्ति, समृद्धि र बलको प्रतीक हुनुहुन्छ। हाम्रो नामै नवरात्रि। नवरात्रि भनिसकेपछि 9 दिन फरक फरक देवीहरूको पूजा गर्ने गर्छौँ। अनि यो चाहिँ मेरो सेकेन्ड टाइमको नवरात्रि हो। मैले पहिला पनि लिइसकेको छु। कतिजनालाई थाहा छ थाहा छैन, नवरात्रि चाहिँ वर्षमा 2 ताली हुन्छ। हामीले 2 पटक नै व्रत लिनुपर्छ, एउटा चैतको अनि एउटा यो असोजको। सो अनि यो पालि चाहिँ नवरात्रि 9 डेज नभएर 10 डेजको छ। 10 डेज भयो भने एकदमै रमाइलो हुनेवाला छ है। अनि म चाहिँ आज दर्शन गर्न गएको थिएँ मैती देवीको मन्दिरमा। सो हामीले त्यहाँको आरती हेऱ्यौँ। पानी पनि मजाले परिरहेको थियो, झमझम पानी परिरहेको थियो। पानी पर्दा पर्दै हामीले आरती नै सिधायौँ, मन्दिर पनि दर्शन गऱ्यौँ, अलिअलि फोटो पनि खिचौँ। तपाईँहरू पनि नवरात्रिको सबैजनालाई शुभकामना, सबैको जीवन फलोस्।